पछिल्लो गरी काट्छ नरम बनाएको क्या फेरि काट्छ गोबर दल्ने अलिकति गोबर दल्ने होइन गोबर त त्यहाँ गोबर त त्यो काटेको कपाल त्यहाँ राख्नु गोबरमा पहिला एकपल्ट यहाँ यो कुस यहाँ छ एउटा गाँठोमा यहाँ कुस छ यी छ यी भित्र परेको छ त्यो दौसीको चाँडो र कुसमा साक्षी राखेर अनि एकपल्ट यस्तो पुक्क पारेर ओम मङ्गलमूर्तये नमः फेरि अर्कोपल्ट पनि काट्छ त्यसै गरी कुस र त्यो दौसीको चाँडो साक्षी राख्ने त्यसको साँच्ची नाम मात्रै सानो राख्ने क्या हो ओम मङ्गलमूर्तये नमः मङ्गलम चाहिन्छ अब यो किन अब यता यहाँ किन यहाँको धेरै यहाँ साक्षी उयो दौसीको चाँडो ओम मङ्गलमूर्तये नमः दिया आएको दियालाई किन होला अब यहाँ ओ दिया अहिले दादाहरूको कपाल काट्ने बेलामा दिदी बहिनी बनेर आयो नि उहाँबाट किन नआएको यता भित्र पूजा गऱ्यौँ अघि पूजा गरिसकेर त्यही दौसीको काँडो छ यो दौसीको काँडोलाई चाहिँ अचानो राखेर यसो गरेर यहाँबाट टुक्क काट्छु ओ मङ्गलमूर्तये नमः अब त्यो गोबरमाथि राख ओम स्वस्ति न इन्द्रो सर्वाः अब त्यही के अचानो यहाँ अचानो राखेर तिनपल्ट त्यहाँ गऱ्यो ओम भद्रं कर्णेभिः शृणुयाम देवाः भद्रं पश्येभिः देवेन्द्रः पश्येम शरदः शतं वीरेण शरदः शतं शृणुयाम विष्णुराकमति विष्णुः सत्रेष्ठो विष्णुः शिवरति क्या कान्छो फेरि एकपल्ट नौनी दल आउँदो रहेछ त्यहाँको नौनी ए मामाले कपाल काट्न त आउँदो रहेछ अरे कस्तो व्यवसायिक अनुहारहरू कस्तो अब म यहाँ सिकाउँछु त्यो दौसीको काँडो पछिलाई पनि कामलाई फालेर फाइदा हुँदैन होइन एउटा सँगसँगै छन् अनि अब यो कपाल सबै काटिसकेपछि कपरी र यो पनि एउटा यहीँ हाल्ने अब सेल्फै कानमा ल अब उठ्ने अब